हेलो एभ्रिवान। आज चाहिँ धेरै दिन बाद आज चाहिँ फेरि एउटा सानो क्लिप भिडियो बनाउँदैछु होइन, ब्लग जस्तै। त्यस्तो एक्सपर्ट पनि छैन। आज चाहिँ हामी रिभ्यू प्लस रेडिएसन 2-3वटा डक्टर भेट्नु छ आज चाहिँ। त्यही भएर आज छिटो निक्लिएको। फर्स्ट चाहिँ हामी पिएसआर हस्पिटल जान्छौँ, त्यहाँदेखि चाहिँ यो रेडिएसन जानेछु। बहुत मैला छ यहाँ चाहिँ, यस्तो छ यहाँको एरिया चाहिँ। यो चाहिँ मुनिरकामा हो, अपलोड गर्नेछु। धन्यवाद। अब हेर्नुहोस् आजको दिन। यता पनि फेसबुकमा नौमित लेप्चा छ, फलो गरिदिनुहोस् है। उसको त 9,000 प्लस भइसकेको छ, 10,000 पुग्न आँटेको छ। पैसा कमाउने हेरेर यता नम्बर सेम है। लु छ 7869 रहेछ, 7809 रहेछ यो। आगया हामी यहाँबाट निक्ल्यौँ हस्पिटल तर भित्र गरम छ। अब यहाँ सट्ट आइपुग्यो। यहाँबाट चाहिँ भित्र पस्नु मेन रोड भयो। यहाँबाट चाहिँ सट्ट भित्र पस्नुपर्छ। भित्र सर हस्पिटल पुग्यो, लेफ्ट हाम्रो हस्पिटल आइपुग्यो। हाम्रो हस्पिटल आइपुग्यो यहाँ। अब यहाँबाट दुईवटा जस्तो डक्टर भेटेर फेरि अर्को जग्गा जानुपर्छ नि त। यहाँ के कस्तो हुन्छ तपाईँलाई देखाउँदै जानेछु। यहाँ चाहिँ फर्स्ट हाम्रो यहाँ चाहिँ कार्ड बनाउनुपर्छ। यहाँ चाहिँ मैले ब्लड स्याम्पल गर्नु छ नि त। यहाँको चाहिँ रिपोर्ट यस्तो छ। प्रेसर राम्रो छ। यहाँ बसेर उसको चाहिँ यो सेकेन्ड डक्टर हो। हामी चाहिँ वेटिङमा छ। यहाँ मिसेस छ उता। यहाँ चाहिँ हाम्रो उयो गर्छ नि त, प्रेसरहरू नाप्छ, वेटहरू के गर्छ। त्यहाँदेखि बाद तपाईँको चाहिँ वेटिङमा लगाइरहेको छ। त्यहाँदेखि यता आएर चाहिँ अब अमिस बरामा हाम्रो मिसेस मेरो बिमारी। यहाँ छ हाम्रो अमिस बोरा। अब हामी चाहिँ यहाँको सबै काम सक्यौँ, दुइटै डक्टर भेट्यौँ। अनि यहाँ उबर गरेर पर्खिरहेको छौँ। गरममा निक्लिनुहोस्, डरले नि हाम्रो यस्तो छेउको गाडी के बस्नु कहाँ छ होइन। क्या लुक्दै खै गाडी चाहिँ 1 मिनेट ठिकै छ, अझै छ हो। यहाँ हामीले नरिवल पानी खाने जग्गा। एउटा माग्न खाँदैछौँ गाडीमा। नरिवल पानी, एक नरिवल पानी दिजिए ना मैडम। अब हामी चाहिँ अब यो खाँदै जानेछौँ। ल हाम्रो गाडी उबर ये खाते खाते जाते। ए लु आमाम सिट त पुरा आएको छ अगाडि। म अगाडि जान्छु ल। नम्बर ओटिपी दिँदा गर्न। अब हामी चाहिँ अर्को बद्रपुर हस्पिटल जाँदैछौँ रेडिएसनको लागि। बिमारी के खाएको दादा पुरै फेसिलिटी के खाएको अरे हो। आज दिन डक्टरले के नखा भन्यो? सबै खाँदा हुन्छ, नर्मल डाइट अरे। ल दबाई मात्रै नखाँदा अरे। उल्टा छ त है। यो हाम्रो हस्पिटल। ओके बाय, टेक केयर। इसको डस्टबिन में डालना पड़ेगा। डस्टबिन यहाँ चाहिँ हामी फेरि रेडिएसनमा आएर पानी खानु। पानी पुरा खानुपर्छ। यो चाहिँ रेडिएसन गर्ने जग्गा हो। तपाईँको यहाँ उता चाहिँ बनाउँदैछु नयाँ होइन, रेनोभेट हुँदैछ नयाँ।
ल पर्खिँदै बसिरहेको छु कफी भित्र गइरहेको छु सिधा रेडिएसन सकेर पनि आयो के खायो कस्तो छ मिठो छ सादा हो त ग्रिन कफी मिठो हुँदैछ अब डक्टरले दिन्छ के भनेको छ के हो 3टा मात्रै भएको छ सकिँदैन तपाईँको यस्तो हुँदो रहेछ बिमारीको नाममा चाहिँ यस्तो दिएको हुँदो रहेछ त्यहाँदेखि चाहिँ यसरी चाहिँ डेट वाइज आउँदो रहेछ यसो आउँदै कतिवटा चाहिँ बिमारी अरे अब 3टा मात्रै छ यहाँ 1 2 3टा त्यहाँदेखि फेरि अब के भन्नुहुन्छ फर्दर रेडिएसन चाहिँ अब अलमोस्ट सक्यो 3 टाइम यहाँबाट सबै गइन्छ कति आउनु छ गाडी उतै गएर यो यो हाम्रो गाडी चाहिँ ए ब्लक भनेर बोलाएको कि सुई आयो कि चट्टै उतै पछि गयो ए ब्लक चाहिँ यो हो नि मैडम टर्न करके आया हूँ टर्न त गर्ने बी ब्लक चाहिँ यो हो नि त गाडी चाहिँ यहाँ आयो नि त जो वही हो ये होइन गाडी गाडी आयो हुन्छ गाडी आ गया चलो अब गाडी आयो बाई बाई अब के हुन्छ देखाउँछु नेक्स्ट ब्लगमा हस्पिटल गयो यहाँबाट आइपुग्यो हाम्रो यहाँबाट निस्केर सर्जम बोलाइदिन्छु भने नरियल पानी ए अघि खायो त खाने भए यहाँ मुनिर काम आइपुग्यो उसले किन्यो जहिले हेर्छ कि यो चाहिँ हाम्रो मुर्मु नानीको याद आउँछ यो चाहिँ छोरीको याद त आउँछ बोक्ने ल जा ल म मासु लिकन आउँछु अरू के छ ल्याउनु ल जा यहाँबाट चिकन पनि लिएर आएँ अब यहाँ कठहर भन्दैछु पाउने हो यहाँबाट चाहिँ अब उक्का जानुपर्छ यो रुम हो माथि यो फ्लाइट मात्रै बस्छ नि त हेलो बोलो ब्रदर ये हमारा मेरा सामान रिसीव कर दिया बहुत बहुत थैंक यू सो मच हमारा दोस्त है ये अब रुम जा रहा है आइपुगे रुम चाहिँ किन हामी प्रायः अन्धेर राख्छ भने चाहिँ गरमको किरणले चिकन सुप बनाइदिनु पऱ्यो त्यसलाई हजुर त्यो दिउँसो सुप मात्रै खाओस् भनेर नि अन्त हामी चाहिँ प्रायः यहाँ फलफुल किनेर चाहिँ यसरी राख्छ है आनामाहरूले सबै भिजाउँछ केमिकलहरू सक गराउँछ यो त उता सिक्किमकै प्लेस छ त है हानु वाउ थ्याङ्क यू सो मच आनम यो सामान पाएँ यो चाहिँ मेरो आनम कान्छी दिदीले पठाइदिनु भएको
यो लोकल चाय चियामा कति फ्लेभर कम्ती यति अलिक टेस्ट फ्लेभर चाय अब यो मासु धुएर चाहिँ यो चाहिँ अब पुरै रेडी भइसकेको छ यो चाहिँ के भयो भन्दा फाइनली लुक्स यसको फाइनल लुक्स के लाग्यो भन्दा चाहिँ यो हरियो हरियो देख्ने चाहिँ उयो मोरिङ्गाको अस्ति सुकाएको पत्ता थियो त्यो चाहिँ मैले लगाएको त्यो मोरिङ्गाको पत्ता चाहिँ यस्तो हुन्छन् कि त्यो अस्ति मैले सुकाएर त्यो मोरिङ्गाको चाहिँ पत्ता सुकाएर यस्तो पिठो बनाएको छु यो चाहिँ सुपहरूतिर दालतिर सब्जीतिर लगाएर इन्डाइरेक्टली यसलाई उयो गरेको हामीले खाएको यसलाई अनि अब यो चिकन सुप सादा भयो बिमारीलाई अब यस्तै छ यहाँ दिल्लीमा गरम हेब्बी छ बिमारीलाई यो सादा सुप बनाएको पानीमै उमालेर अब यसलाई यो सुपहरू दिन्छु ल आजको दिन यस्तै छ छोटो मोटो सानो सानो भिडियोहरू बनाएको छु अब यो चाहिँ म अपलोड गर्दैछु यसमा तपाईँले हेरिदिनु भयो भने धेरै धेरै धन्यवाद हेरिदिनु भएन भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् बाई बाई अब हाम्रो यो चाहिँ सुप पनि रेडी फाइनल भएर पनि यहाँ यी बुढीले पस्किनु थाल्यो बिमारी आफै यहाँ चाहिँ के खाएको पस्केको को टाउको त के त सुप हो चिकनको सुपमा मासु चाहिँ खान्दिनँ सुपमा चाहिँ खान्छु ल यसले चाहिँ सुप मात्रै खान्छ नि त प्राय ल आजको अब के भन्नु छ यहाँ विथ मोरिङ्गा सुप खा चिकन विथ मोरिङ्गा ल सब्सक्राइब गरिदिनु भन् सब्सक्राइब सेयर एन्ड सब्सक्राइब चाहिँ नबिर्सिनु होला तपाईँहरूले थ्याङ्क्स फर वाचिङ सी यु नेक्स्ट भिडियो बाइ ल तपाईँहरूलाई यति भन्दै आजको बिदा पाऊँ टेक केयर अर्को भिडियोमा भेटौँ बाई बाई